श्रोतावृन्द, स्वागत छ। आज हामी एउटा निकै आधारभूत तर कहिलेकाहीँ अलि जटिल लाग्ने विषयमा गहिरिँदैछौँ। यो हो नेपालको नागरिकता सम्बन्धी संवैधानिक व्यवस्था। नमस्कार। हाम्रो साथमा एउटा महत्त्वपूर्ण कानुनी दस्तावेजको अंश छ जसको भाग 2ले नागरिकताबारे प्रष्ट पार्छ। अनि आजको हाम्रो छलफल चाहिँ यही भागमा आधारित रहनेछ। हो, वास्तवमा कुनै पनि देशको नागरिकता सम्बन्धी कानुनले त्यो देशको पहिचान र नागरिक बीचको सम्बन्धलाई नै देखाउने हो। यो दस्तावेजले पनि नेपालमा को नागरिक हो, नागरिकता कसरी पाइन्छ अनि यसका आधारहरू के हुन् भन्ने एउटा खाका दिन्छ। हो। हाम्रो कोसिस चाहिँ यी प्रावधानहरूलाई अलि सरल भाषामा सबैले बुझ्ने गरी प्रस्तुत गर्ने नै हुनेछ। बिल्कुल। अनि यो विषय त सधैँ चर्चामा पनि रहन्छ, होइन त? हो नि। जस्तो कि नेपालको नागरिक हुन के आधार चाहिन्छ त? वंशजको आधारमा नागरिकता पाउन सजिलो छ कि छैन? अनि अङ्गीकृत नागरिकता कसले पाउँछ? फेरि त्यो विदेशमा बस्ने नेपाली मूलका व्यक्तिहरूका लागि गैरावासीय नेपाली नागरिकता भन्ने पनि छ, त्यसले के भन्छ? आउनुहोस्, यो दस्तावेजले यी प्रश्नहरूको जवाफ कसरी दिन्छ अलिकति खोतल्दै जाउँ। हुन्छ। दस्तावेजको भाग 2 धारा 10 बाट सुरु गरौँ। यसले भन्छ, कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन। यो त नागरिकताको हकलाई मौलिक हक जस्तै बनायो नि, हैन र? निश्चित रूपमा। धारा 10ले नागरिकतालाई केवल एउटा कानुनी स्थिति मात्र होइन कि नेपाली नागरिकको नैसर्गिक अधिकारकै रूपमा स्थापित गर्छ। यसको मतलब यदि कोही व्यक्ति कानुन बमोजिम नागरिकता पाउन योग्य छ भने राज्यले उसलाई त्यो हकबाट रोक्न सक्दैन। अनि यही धाराले अर्को महत्त्वपूर्ण कुरा पनि प्रष्ट पारेको छ। नेपालमा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकता रहनेछ। एकल सङ्घीय नागरिकता हो। यसले के जनाउँछ भने व्यक्तिको प्रदेश फरक होला तर नागरिकता चाहिँ एउटै हुन्छ, नेपाल राष्ट्रको। ठिक छ। अनि संविधान जारी हुनुभन्दा अगाडि नै नागरिक भएकाहरूको स्थिति चाहिँ के हुन्छ? धारा 11 को उपधारा 1 ले भन्छ, यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपाली नागरिक हुनेछन्। यसले त नागरिकताको निरन्तरता दियो है। हो, ठ्याक्कै। यसले पहिलेको कानुन अनुसार नागरिकता पाएकाहरूको स्थितिलाई मान्यता दियो र सँगसँगै नयाँ संविधान अन्तर्गत को नागरिक हुन् भन्ने आधार पनि तय गर्यो। अब नागरिकता प्राप्त गर्ने मुख्य आधारहरू के हुन् त? त्यो चाहिँ धारा 11 के विभिन्न उपधाराहरूले विस्तृतमा बताउँछन्। ल, त्यसो भए सबैभन्दा बढी चर्चा हुने वंशजको आधारमा नागरिकताको कुरा गरौँ। धारा 11 को उपधारा 2 मा 2 वटा अवस्थाहरू छन्। पहिलो त यो संविधान आउनु अघि नै वंशजको नागरिकता पाएका व्यक्तिहरू। दोस्रो, र यो निकै महत्त्वपूर्ण छ जस्तो लाग्छ, कुनै व्यक्तिको जन्म हुँदाका बखत उसको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता पाउनेछ। यो बाबु वा आमा भन्ने प्रावधानले त ठूलै परिवर्तन ल्यायो नि, होइन, पहिलेको तुलनामा? हो, यो वा शब्दको प्रयोग लैङ्गिक समानताको दृष्टिकोणले निकै अर्थपूर्ण छ। यसले आमाको नामबाट बनी सन्तानले वंशजको नागरिकता पाउन सक्ने संवैधानिक आधार दिएको छ। हो नि। पहिलेका व्यवस्थाहरूमा त बाबुको नागरिकतालाई नै प्राथमिकता दिइन्थ्यो। यसले आमाको स्वतन्त्र पहिचानलाई पनि बलियो बनायो। तर फेरि यही वंशजको नागरिकतामा अर्को एउटा शर्त पनि छ, धारा 11 को उपधारा 3 मा। त्यो पनि छ। त्यसमा चाहिँ संविधान जारी हुनु अघि जन्मको आधारमा नागरिकता पाएको नागरिकको सन्तानले वंशजको नागरिकता पाउन बाबु र आमा दुवै नेपालको नागरिक हुनुपर्ने भनिएको छ। यहाँ फेरि वाको सट्टा र आयो। यसमा किन यस्तो फरक होला त? केही खास कारण छ कि? खै, यो प्रावधान चाहिँ विशेष गरी 2046 सालको परिवर्तनपछि र यो संविधान आउनु अघिको अवधिमा नेपालमा जन्मेका अनि जन्मको आधारमा नागरिकता पाएका व्यक्तिहरूका सन्तानलाई लक्षित गरे जस्तो देखिन्छ। त्यसबेलाको नागरिकता वितरण प्रक्रिया र त्यसमा जोडिएका केही विवादहरूका कारणले होला उनीहरूका सन्तानले वंशजको नागरिकता पाउन अलि कडा शर्त, मतलब बाबु र आमा दुवै नेपाली हुनुपर्ने राखिएको हुन सक्छ। एउटा विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न खोजेको जस्तो हो, त्यस्तै देखिन्छ।
खै मानवीय पक्षलाई पनि ध्यान दिएको देखिन्छ। धारा 11 को उपधारा 4 मा हेरौँ न। नेपालभित्र फेला परेको तर बाबुआमाको पहिचान नभएको प्रत्येक नाबालक उसको बाबु वा आमा फेला नभएसम्म वंशजको आधारमा नेपालको नागरिक मानिने व्यवस्था छ। यो त राम्रो कुरा हो नि, राज्यविहीन हुनबाट जोगाउने। एकदम। यो त राज्यको दायित्व नै हो कि आफ्नो भूभागमा पहिचान नखुलेका बालबालिकालाई संरक्षण दिने र उनीहरूलाई नागरिकता विहीन हुन नदिने। पछि गएर बाबुआमा विदेशी नागरिक भएको प्रमाणित भयो भने त त्यस्तो अवस्थामा कानूनअनुसार समायोजन होला। तर सुरुमा राज्यले वंशजकै नागरिक मानेर संरक्षण दिन्छ। अब अर्को अलि संवेदनशील अवस्था हेरौँ। धारा 11 को उपधारा 5। यसमा नेपाली नागरिक आमाबाट नेपालमा जन्मेको, नेपालमै बसेको तर बाबुको पहिचान हुन नसकेको व्यक्तिको कुरा छ। यस्तो व्यक्तिले पनि वंशजकै आधारमा नागरिकता पाउने भनिएको छ, होइन? हो, यसले आमा नेपाली तर बाबु को हो भन्ने थाहा नभएका सन्तानको अधिकारलाई सम्बोधन गर्न खोजेको छ। तर यसमा एउटा महत्त्वपूर्ण शर्त के छ भने यदि पछि गएर बाबु विदेशी नागरिक भएको ठहरियो भने त्यो व्यक्तिको नागरिकता सङ्घीय कानून बमोजिम अङ्गीकृत नागरिकतामा परिणत हुनेछ। मतलब सुरुमा वंशज पारे पनि बाबु विदेशी प्रमाणित भएपछि त्यो अङ्गीकृत हुने भयो? हो, त्यसको व्यावहारिक कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरा चाहिँ अब बन्ने सङ्घीय कानूनमा धेरै भर पर्छ। नरहोदो, अब वंशज बाहेक अङ्गीकृत नागरिकता पाउने अवस्थाहरू के छन् त? धारा 11 को उपधारा 6 मा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाको कुरा छ। उनीहरूले चाहेमा सङ्घीय कानून बमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने छिन् भनिएको छ। हो, यो अङ्गीकृत नागरिकता पाउने एउटा प्रमुख बाटो हो। विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर नेपालमा बस्न चाहेमा एउटा निश्चित प्रक्रिया पूरा गरेपछि पाउने नागरिकता चाहिँ अङ्गीकृत हुन्छ, वंशज होइन। यो ख्याल गर्नुपर्छ। प्रक्रिया र समय अवधि चाहिँ सङ्घीय कानूनले तोक्ने भयो। हो, ठ्याक्कै। त्यस्तै नेपाली आमा र विदेशी बाबुबाट जन्मेको सन्तानको हकमा के व्यवस्था छ? धारा 11 को उपधारा 7 ले भन्छ नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबु विदेशी भएको व्यक्तिले यदि बाबुको देशको नागरिकता लिएको छैन भने सङ्घीय कानून बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ। यहाँ पनि प्राप्त हुने नागरिकता अङ्गीकृत नै हो, वंशज होइन। यहाँ पनि अङ्गीकृत नै। र यसका लागि पनि विस्तृत प्रक्रिया र शर्तहरू सङ्घीय कानूनमै आउनेछन्। हेर्नुहोस् त, वंशज र अङ्गीकृत बीचको भिन्नता कति महत्त्वपूर्ण छ। हो त नि, अनि सरकारले पनि विशेष अवस्थामा नागरिकता दिन सक्ने रहेछ। धारा 11 को उपधारा 9 अनुसार नेपाल सरकारले सङ्घीय कानून बमोजिम तोकिएका शर्तहरू पूरा गरेका, जस्तै नेपाललाई विज्ञान, प्रविधि, कला, साहित्य, अर्थतन्त्र, समाजसेवा जस्ता क्षेत्रमा विशेष योगदान पुर्याएका विदेशी नागरिकहरूलाई अङ्गीकृत नागरिकता दिन सक्ने हो। यो राष्ट्रिय हितमा विशेष योगदान पुर्याउन सक्ने क्षमता वा योग्यता भएका व्यक्तिहरूलाई आकर्षित गर्ने एउटा तरिका हो। यसको मापदण्ड र प्रक्रिया पनि सङ्घीय कानूनले नै प्रश्न पार्नेछ। अनि यसैगरी धारा 11 को उपधारा 10 मा सम्मानार्थ नागरिकता, अनररी सिटिजनसिपको पनि व्यवस्था छ। सम्मानार्थ त्यो कस्तो? यो चाहिँ सामान्यतया नागरिकताको राजनीतिक अधिकारहरू बिना राष्ट्रिय जीवनमा असाधारण योगदान पुर्याएका विदेशीहरूलाई दिइने एउटा उच्च सम्मान हो। बुझे। अब नागरिकताको प्रमाणपत्रकै कुरा गर्दा धारा 12 ले एउटा निकै प्रगतिशील व्यवस्था गरेको जस्तो लाग्यो मलाई। भन्नुस् न। यसले भन्छ वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यक्तिले उसको आमा वा बाबुको नामबाट लैङ्गिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ। यहाँ फेरि आमा वा बाबुको विकल्प र लैङ्गिक पहिचान सहित भन्ने कुरा आयो। यो त महत्त्वपूर्ण छ नि। एकदम। यसले धारा 11(2) ख मा स्थापित आमा वा बाबुको सिद्धान्तलाई नागरिकता प्रमाणपत्रमा पनि लागू गर्छ, जसले आमाको नामबाट नागरिकता लिने प्रक्रियालाई थप सहज बनाउँछ। अझ महत्त्वपूर्ण, लैङ्गिक पहिचान सहित भन्ने वाक्यांशले पहिलो पटक व्यक्तिको स्वपरिभाषित लैङ्गिक पहिचानलाई नागरिकता जस्तो आधारभूत परिचय पत्रमा मान्यता दिने संवैधानिक आधार दियो। हो र, यो त ठूलो कुरा हो नि। हो, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि यो साँच्चै ठूलो उपलब्धि हो।
अनि संविधानले यी मुख्य आधारहरू त दियो, तर धेरै कुराहरू फेरि भविष्यमा बन्ने कानूनमै छोडेको जस्तो देखियो। जस्तो कि धारा 13ले भन्छ नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्थाहरू सङ्घीय कानून बमोजिम हुनेछन्। हो, यो बुझ्नु एकदमै जरुरी छ। संविधानले नागरिकताका आधारभूत सिद्धान्त र नीतिहरू तय गर्छ। तर नागरिकता कसरी पाउने, कुनै कारणले गुमेको नागरिकता कसरी फेरि पाउने वा कस्तो अवस्थामा नागरिकता समाप्त हुन्छ, यस्ता सबै विस्तृत प्रक्रियागत र कार्यान्वयनका पक्षहरू सङ्घीय संसदले बनाउने कानूनमा नै भर पर्छन्। र अर्को एउटा निकै चासोको विषय गैर आवासीय नेपाली नागरिकता, एनआरएन सिटिजनशिप पनि भन्छन् नि, धारा 14ले यसको व्यवस्था गरेको छ। एनआरएन नागरिकता। यस अनुसार विदेशी नागरिकता लिएको अनि सार्क मुलुक बाहेकका देशमा बस्ने र पहिले आफू वा आफ्नो बाबुआमा वा बाजे-बजे वंशज वा जन्मको आधारमा नेपालको नागरिक रही पछि विदेशी नागरिकता लिएको व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता दिन सकिनेछ। यो किन ल्याइयो होला खासमा? के सोचो यसको पछाडि? यसको पछाडि मुख्यतया दुईवटा कारण देख्छु म। पहिलो, संसारभरि छरिएर रहेका नेपालसँग पुर्ख्यौली सम्बन्ध भएका तर अरू देशको नागरिकता लिइसकेका, खासगरी सार्क बाहिरका व्यक्तिहरूलाई नेपालसँग भावनात्मक र आर्थिक रूपमा जोड्ने प्रयास हो। दोस्रो, उनीहरूको ज्ञान, सिप र लगानीलाई नेपालको विकासमा आकर्षित गर्न उद्देश्य पनि हो। तर यो नागरिकताले राजनीतिक अधिकार दिँदैन है। भोट हाल्न, उम्मेदवार बन्न चाहिँ नपाउने होइन, केवल आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र प्रदान गर्छ। यसको पनि विस्तृत प्रक्रिया त सङ्घीय कानूनले नै तय गर्ने हो। र व्यवस्थापन गर्ने कुराहरू पनि सङ्घीय कानून बमोजिम नै हुने भनेर यो भागलाई टुङ्ग्याएको छ। हो, यसले फेरि पनि सङ्घीय कानून कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। संविधानले जग बसाल्छ, तर घर बनाउने काम त कानूनले नै गर्ने हो नि। त्यसो भए आजको यो छलफललाई छोटकरीमा हेर्दा हामीले के पायौं भने नेपालको संविधानले नागरिकतालाई मौलिक हकको रूपमा मानेको छ, धारा 10 हो। वंशजको आधारमा नागरिकता पाउन बाबु वा आमा नेपाली भए पुग्ने प्रगतिशील व्यवस्था छ, धारा 11.2 ख। तर पहिले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानको हकमा वंशजको नागरिकता लिन बाबु र आमा दुवै नेपाली हुनुपर्ने अलिकति कडा शर्त पनि छ, धारा 11.3 हो। त्यो फरक छ। पहिचान नखुलेका फेला परेका बालबालिका 11.4 र नेपाली आमाबाट जन्मेका तर बाबु पहिचान नभएका सन्तानले 11.5 पनि विशेष अवस्थामा वंशजको नागरिकता पाउने भए। यद्यपि पछि बाबु विदेशी ठहरेमा त्यो अङ्गीकृतमा बदलिने सम्भावना पनि रहेछ। हो, त्यो शर्तसहित। त्यसै गरी अङ्गीकृत नागरिकताका मुख्य अवस्थाहरूमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिला, धारा 11.6, नेपाली आमा र विदेशी बाबुबाट नेपालमा जन्मेको सन्तान, धारा 11.7 र विशेष योगदान पुर्याउने विदेशीलाई सरकारले दिन सक्ने, धारा 11.9 प्रावधानहरू पनि छन्। अनि सम्मानार्थ नागरिकता, धारा 11.10 को पनि व्यवस्था हो। अनि त्यो गैर आवासीय नेपाली नागरिकता, एनआरएन को छुट्टै अवधारणा, जसले सार्क बाहेकका देशमा नागरिकता लिएका नेपाली मूलका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिन्छ, धारा 14। र अर्को महत्त्वपूर्ण कुरा, नागरिकता प्रमाणपत्रमा आमा वा बाबुको नामबाट र लैङ्गिक पहिचानसहित लिन पाउने व्यवस्था, धारा 12, जसले समानता र पहिचानको अधिकारलाई बलियो बनायो। यहाँ फेरि के कुरा याद राख्नुपर्छ भने संविधानले यी सिद्धान्तहरू त दियो, तर यिनको वास्तविक कार्यान्वयन, जस्तो अङ्गीकृत नागरिकता कति समयमा दिने, एनआरएनको प्रक्रिया के हुने, नागरिकता प्राप्ति र समाप्तिका नियमहरू के हुने, यी सबै कुरा सङ्घीय कानूनमा निर्भर छन्। हो, त्यो त बारम्बार दोहोरियो। संविधान मार्गदर्शक हो, तर यात्राका नियमहरू त कानूनले नै बनाउनेछ। वंशजमा बाबु वा आमाको नामबाट पाउने र लैङ्गिक पहिचान समावेश गर्ने विषयले संविधानलाई प्रगतिशील त देखाउँछ, तर यसको पूर्ण कार्यान्वयन कति सहज हुन्छ त्यो चाहिँ हेर्न बाँकी छ।
हो, खास गरी नेपाली आमा र विदेशी बाबुबाट जन्मेको सन्तान धारा 11.7 वा बाबु पहिचान नभएको सन्तानको हकमा धारा 11.5 त्यो अङ्गीकृतमा परिणत हुने वा वंशजकै रहने भन्ने कुरा सङ्घीय कानून र त्यसको कार्यान्वयनमा भर पर्ने देखियो। यसले व्यवहारमा केही जटिलता ल्याउन सक्छ कि? निश्चय पनि। यी अवस्थाहरूले कानूनी मात्र होइन सामाजिक र व्यवहारिक प्रश्नहरू पनि उठाउँछन्, जसको सम्बोधन कानूनले कसरी गर्छ भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ। अब श्रोताहरूका लागि एउटा विचारणीय प्रश्न छोडेर जाउँ। यो दस्तावेजले नागरिकताका विभिन्न आधार र अवस्थाहरू त तोकेको छ, वंशज, अङ्गीकृत, एनआरएन, बाबुआमाको स्थिति, जन्मस्थान, बसोबास आदि। तर सोच्नुहोस् त, वास्तविक जीवनका अनेक जटिल परिस्थितिहरूमा, जस्तो सीमा वारिपारी सम्बन्ध भएका परिवार, पुस्तौंदेखि नेपालमै बसेका तर कागजात नभएका समुदाय वा मिश्रित राष्ट्रियता भएका परिवारहरू, उनीहरूका लागि यी संवैधानिक प्रावधानहरू कसरी लागू होलान्? खास गरी जब यिनलाई विस्तृत व्याख्या गर्ने सङ्घीय कानूनहरू अझै पूर्ण रूपमा बनिसकेका छैनन् वा कार्यान्वयनमा आइसकेका छैनन्। यसले व्यक्ति र समुदाय स्तरमा के कस्ता व्यवहारिक प्रश्न, अन्यल वा चुनौतीहरू सृजना गर्न सक्छ होला? यही प्रश्नमा घोत्लिने ठाउँ छोड्दै आजको लागि हामी बिदा माग्छौं। धन्यवाद। धन्यवाद।